मिनी ब्लग भन्ने बित्तिकै दिमाग किचिङ 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 हुन्छ के। ओ माई गॉस, कसरी अब यो भिडियो बनाइसकेपछि कसरी एडिट गर्ने, कुन तरिकाले गर्ने, यस्तो भिडियोमा कुन तरिकाले भोइस ओभर गर्ने भन्ने कुराले टेन्सन गराउँछ जाट्ठा। भन्दा यहाँनिर टुट गर्ने शब्द बोलिहालेछु। माइन्ड नगर्नुहोला साथीहरू, हारबिनाको जिब्रो कहिलेकाहीँ लडबडिन्छ, सोचिप्ली हाल्छ के। सो साथीहरू, यो चाहिँ 2 दिन अगाडिको भिडियो, तर आज एडिट गर्दैछु। हामी 2 जना दिदीभाइ चाहिँ मामा घरतिर बाटो लाग्यौँ, तर बाटोको हालत हेर्दाखेरि यस्तो थियो। यो बर्खाको टाइममा भन्नुहुन्छ भने साथीहरू, झार र सिस्नो घारी त यति धेरै हुन्छ, तर पनि के गर्नु, हिँड्नै पर्ने हुन्छ। सिस्नो घारी झार घारी पार गरेर बल्ल बल्ल हामी पुग्यौँ खोला। अनि यो खोलाको नाम चाहिँ रुवा खोला हो। यो चाहिँ खोटाङको बरापोखरी गाउँपालिका र जन्तनुका गाउँपालिकाको सिमाना खोला हो। हाम्रो घरदेखि चाहिँ नजिकै पर्छ है। यति घाम लागेको थियो, यति घाम लागेको थियो, उकालो हिँड्दा हिँड्दा फ्या फ्या भयो, पसिनासरी भयौँ के। अनि हामी चाहिँ बिसायौँ। त्यस पछाडि चाहिँ हामी चक्कल स्कुलमा पुग्यौँ। यहाँसम्म पुग्दाखेरि चाहिँ हामीलाई भोक लागेर मर्नु भएको थियो कि। अनि हामीले चाहिँ कुरमुरेर पानी खायौँ यहाँ। अनि त्यसपछि फेरि हाम्रो गन्तव्यतिर लाग्यौँ। अनि भाइ चाहिँ अघि अघि हिँड्दै थियो भने म चाहिँ पछाडि पछाडि थिएँ। लगभग हामी चाहिँ पुग्न लागिसकेको थियौँ। सो फाइनली हामी चाहिँ मामा घरमा पुगिसक्यौँ। तर घरमा भने चाहिँ कोही पनि हुनुहुन्थेन। कुखुराहरूले चाहिँ घरभरि सुली पार्दै राज गर्दै थियो कि। फेरि घरको साँचो नभेटेर खोज्दा बल्ल बल्ल भेटाएँ। त्यस पछाडि हामी एकछिन बसेर खानासाना खायौँ। अनि हामी चाहिँ लाग्यौँ डोको बोकेर बिउ खेल्नु। घरमा चाहिँ कान्छी र दिक्कु मात्रै हो नि त, अनि 2 जना नै बिउ खेल्नु जानुभएको थियो। अनि हिँड्दा हिँड्दै बाटोको छेउमा चाहिँ बाखो भेटायौँ कि हामीले। चाहिँ गाउँघरको बादर तर्साउनको लागि ओरिजिनल बाखोको भाइले चाहिँ बजाइहाल्यो। कतिजनालाई चाहिँ थाहा छैन होला यो बाखो भने चाहिँ यसरी बज्छ। फाइनली हामी चाहिँ अनि बिउबारीमा पुगेर बिउ पनि उखाल्नु थाल्यौँ। अनि दिक्कु चाहिँ उतातिर हुनुहुन्थ्यो। उहिले कति बेला आएर मेरो हातमा चाहिँ जुकाले खाएर गइसकेछ कि। अनि यता कान्छेले चाहिँ च्याउ भेटाएर च्याउ उखालेर राखिरहनु भएको थियो। सबै बिउ उखाल्नु भ्याइसकेर चाहिँ हामी चाहिँ भारी लाउन थाल्यौँ। भाइले चाहिँ उसको लागि भारी लाउँदै थियो भने मैले चाहिँ भारी लगाइसकेको थिएँ। चाहिँ सबैभन्दा सानो डोका के। अनि दिक्कु चाहिँ उता भारी लाउँदै हुनुहुन्थ्यो। सो गाइस, अनि हामी चाहिँ आफ्नो आफ्नो भारी बोकेर हिँड्यौँ। घरदेखि निकै टाढामा थियो कि बिउ चाहिँ। भाइले यसरी बोक्दै भिडियो बनाउँदै थियो भने कान्छीले यसरी बोक्दै हुनुहुन्थ्यो। दिक्कु चाहिँ अगाडि नै गइसक्नु भएको थियो, त्यही भएर दिक्कुको चाहिँ भिडियो बनाउनै पाइएन के। अनि यसरी बिउ बोकेर हामी चाहिँ बल्ल बल्ल पुग्यौँ घरको छेउको मकैबारीमा। हामीले चाहिँ बिउ काटेको भोलिपल्ट चाहिँ कोदो रोप्नु पर्ने खेताला, त्यही भएर यो मकैबारीमा कोदो रोप्नु पर्ने भएर हामीले बिउ यहाँ राख्यौँ। अनि म कतिको अल्छी छु भन्ने कुरा त तपाईँहरूले यो मेरो भिडियो हेरेरै थाहा पाउनुहुनेछ। मैले चाहिँ हात धुनु अल्छी लागेर मकैको खोस्टाले काँक्रा चेपेर चाहिँ खाँदैछु। काँक्रा खाँदा खाँदा एक्कासी चटपटेको याद आयो। अनि पछि भाइले चटपटे बनायो अनि हामी सबैजना मिलेर यसरी खायौँ। यो दिन हाम्रो यसरी नै बितेको थियो भन्दै छुट्टियौँ ल साथीहरू, बाई बाई।